साथीहरू, जब हामी रातको समयमा आकाशतिर हेर्छौं, अनगिन्ती ताराहरू देख्छौं, तर कहिलेकाहीँ सूर्य उदाउनुभन्दा ठीक अगाडि वा अस्ताएपछि एउटा सानो चम्किला थोप्लो देखा पर्छ। धेरैले यसलाई बिहानीको तारा भन्छन्, तर हकीकतमा त्यो कुनै तारा होइन। त्यो हो हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो र सूर्यको सबैभन्दा नजिकको ग्रह, बुध ग्रह। ल भन्नुस् त, मंगल ग्रहमा जान हामीले ठूला रोभरहरू पठाइसक्यौं। चन्द्रमामा मान्छेले पाइला टेकिसक्यो। बुध ग्रह त पृथ्वीबाट औसत 77 मिलियन किलोमिटर मात्र टाढा छ, जुन मंगल ग्रहको तुलनामा आधा दूरी हो। तैपनि आजसम्म किन कोही मान्छे त्यहाँ पुग्न सकेन? किन वैज्ञानिकहरू भन्छन् कि बुध ग्रहमा यान पठाउनु भनेको लगभग असम्भव काम हो? कि नजिक हुनु भनेको सधैँ सजिलो हुनु हो? होइन, बुध ग्रहको कथामा नजिक हुनु नै सबैभन्दा ठूलो पासो हो। आउनुहोस्, आजको भिडियोमा सौर्यमण्डलको यो सबैभन्दा खतरनाक छिमेकीको डरलाग्दो सत्य थाहा पाऊँ। सबैभन्दा पहिले यसको आकारको कुरा गरौँ। बुध ग्रह यति सानो छ कि यसको व्यास जम्मा 4879 किलोमिटर छ। हाम्रो पृथ्वीलाई यदि चनाको दाना मान्ने हो भने बुध ग्रह एउटा मरिचको दाना जत्रो मात्र देखिन्छ। तर यसको समस्या आकार होइन, यसको लोकेसन हो। यो सूर्यबाट जम्मा 58 मिलियन किलोमिटर टाढा छ। यति नजिक हुनुको मतलब सूर्यको भयानक गुरुत्वाकर्षणको सीधा असर यसमा पर्छ। यसलाई यसरी बुझौँ। यदि तपाईले पृथ्वीबाट एउटा रकेट बुध ग्रहतर्फ पठाउनु भयो भने तपाईलाई लाग्छ कि सीधा बाटो गए पुगिहालिन्छ नि, जस्तै क्रिकेटको बल फ्याके जस्तै। तर अन्तरिक्षमा त्यस्तो हुँदैन। जति तपाईको रकेट बुधको नजिक पुग्छ, सूर्यले त्यसलाई चुम्बकले फलाम ताने जस्तै आफूतिर तान्न थाल्छ। सूर्यको गुरुत्वाकर्षण यति शक्तिशाली छ कि तपाईको रकेटको गति आफै बढ्न थाल्छ। यदि रकेटलाई सही समयमा ब्रेक लगाइएन भने त्यो सिधै गएर सूर्यमा ठोक्किन्छ र खरानी हुन्छ। त्यसैले मंगल ग्रहमा जानु भनेको लामो हाम फाल्नु जस्तै हो, तर बुध ग्रहमा जानु भनेको एउटा भिरालो पहाडबाट कुदिरहेको बेला भुइँको सानो ढुङ्गा टिप्नु जस्तै हो। अलिकति सन्तुलन बिग्रियो कि तपाईँ सिधै खाडलमा। ल मानिलिउँ, तपाईले रकेटलाई कन्ट्रोल गर्नुभयो र त्यहाँ पुग्नुभयो रे, तर त्यहाँको मौसमले तपाईको स्वागत गर्ने छैन। बुध ग्रहमा दिन र रातको तापक्रममा यति ठूलो अन्तर छ कि सुन्दा पनि जिउ काँप्छ। त्यहाँ दिनको समयमा तापक्रम 430 डिग्री सेल्सियस पुग्छ। यो भनेको यति तातो हो कि सिसा जस्तो धातु पनि पानी जस्तै पग्लिन्छ। तर अचम्मको कुरा, जब त्यहाँ रात पर्छ, तापक्रम ह्वात्तै घटेर -180 डिग्री पुग्छ। यो भनेको यति चिसो हो कि हावामा भएको ग्यास पनि जमेर बरफ बन्छ। यस्तो किन हुन्छ त? किनकि बुध ग्रहमा पृथ्वीको जस्तो वायुमण्डल वा एटमोस्फियर छैन। पृथ्वीमा वायुमण्डलले घामको तापलाई रोक्छ र राति न्यानो बनाइराख्छ, तर बुधमा सूर्यको किरण सिधै जमिनमा ठोकिन्छ र आगो बाल्छ, र घाम अस्ताउने बित्तिकै तातो अड्याउने केही नभएर सबै जम्छ। सोच्नुस् त, यदि कोही मान्छे त्यहाँ गयो भने दिउँसो डढेर खरानी हुन्छ अनि राति जमेर ढुङ्गा हुन्छ। अब तपाईँ सोच्नुहोला, वैज्ञानिकहरूले यस्तो समस्याको समाधान कसरी गर्छन् त? बुध ग्रहमा सिधै जान सकिँदैन भनेर हामीले बुझ्यौँ। रकेटलाई सूर्यमा खस्न नदिन बारम्बार ब्रेक लगाउनु पर्ने हुन्छ। तर अन्तरिक्षमा ब्रेक लगाउनु भनेको इन्धन खर्च गर्नु हो। बुधसम्म पुग्न र त्यहाँ रोकिन यति धेरै इन्धन चाहिन्छ कि अहिलेको टेक्नोलोजीले बनाएको रकेटले त्यो बोक्नै सक्दैन। यो त त्यस्तै भयो, काठमाडौँबाट पोखरा हिँडेर जानुपर्ने, तर साथमा जम्मा 1 बोतल पानी मात्र छ। त्यसैले वैज्ञानिकहरू एउटा चलाखीपूर्ण तरिका अपनाउँछन्, ग्राभिटी असिस्ट। यसमा रकेट सिधै बुधमा जाँदैन, बरु यसले पृथ्वी, शुक्र ग्रह र बुधकै वरिपरि फन्का मार्दै ती ग्रहहरूको गुरुत्वाकर्षण प्रयोग गरेर आफ्नो गति कम गर्छ। तर यो प्रक्रिया एकदमै लामो हुन्छ। उदाहरणको लागि नासाको मेसेन्जर मिसनलाई नै लिनुस्। यस रकेटलाई बुध ग्रहको कक्षामा पुग्न सिधा बाटोको साटो 6 वर्ष लागेको थियो। बाटोमा यसले पृथ्वीलाई 1 पटक, शुक्रलाई 2 पटक र बुधलाई 3 पटक फन्का मारेर मात्र आफ्नो गति नियन्त्रण गर्न सकेको थियो। अहिले युरोप र जापानले पठाएको बेपी कोलम्बो मिसन पनि 2018 मा उडेको हो, तर 2026 मा मात्र आफ्नो गन्तव्यमा पुग्नेछ। 7 वर्षको लामो यात्रा। अब अझै गहिरो समस्याको कुरा गरौँ। मानौ रकेट बुध ग्रहको आकाशमा पुग्यो, अब जमिनमा ओर्लिनु पर्यो। मंगल ग्रहमा पृथ्वीमा ओर्लिन सजिलो छ किनकि त्यहाँ हावा छ, प्यारासुट खोल्न मिल्छ। प्यारासुटले रकेटको गति कम गराउँछ। तर बुध ग्रहमा हावा नै छैन, त्यसैले प्यारासुट काम लाग्दैन। त्यहाँ ओर्लिनको लागि रकेटको इन्जिन उल्टो दिशामा चलाएर आगो फाल्दै बिस्तारै ओर्लिनुपर्छ। यसको लागि फेरि टन्नै इन्धन चाहिन्छ, जुन अन्तरिक्ष यानमा बोक्न एकदमै गाह्रो छ। त्यसमाथि बुधको जमिन सम्म छैन। त्यहाँ उल्कापिण्डहरू खसेर बनेका ठूला खाडलहरू, अग्ला पहाड र डरलाग्दा चट्टानहरू छन्। अलिकति मात्रै कम्प्युटरले गल्ती गर्यो भने यान सिधै चट्टानमा ठोकिएर ध्वस्त हुन्छ। यदि भविष्यमा मान्छे त्यहाँ पुगिहाल्यो भने पनि बाँच्नको लागि अर्को युद्ध लड्नुपर्छ, त्यो हो रेडिएसन।
बुध ग्रहमा हाम्रो पृथ्वीको जस्तो ओजोन तह वा बलियो चुम्बकीय क्षेत्र छैन जसले सूर्यको हानिकारक किरणलाई रोक्न सकोस्। त्यहाँ उभिनु भनेको एक्सरे मेसिनभित्र नाङ्गै उभिनु जस्तै हो। सूर्यबाट आउने खतरनाक कस्मिक किरणहरूले मान्छेको डिएनए नै नष्ट गरिदिन सक्छ। क्यान्सर हुने खतरा त सामान्य कुरा भयो, त्यहाँको रेडिएसनले केही सेकेन्डमै मान्छेको ज्यान लिन सक्छ। त्यसैले त्यहाँ जाने हो भने सिसा र फलामको बाक्लो ढाल बोकेर जानुपर्छ। बुध ग्रहको अर्को अचम्मको कुरा त्यहाँको समय। बुध ग्रह आफ्नो अक्षमा एकदमै सुस्तरी फन्को लाग्छ। यति सुस्तरी कि त्यहाँको एक दिन पृथ्वीको 176 दिन बराबर हुन्छ। सोच्नुस् त, एकपटक सूर्य उदाएपछि महिनौसम्म अस्ताउँदैन। महिनौसम्म लगातार चर्को घाम र त्यसपछि महिनौसम्म अन्धकार रात। यस्तो अवस्थामा सोलर प्यानलबाट बिजुली निकाल्न पनि गाह्रो हुन्छ, किनकि रात पर्दा महिनौसम्म बत्ती बल्दैन। त्यहाँ बाँच्नको लागि सोलर होइन, न्युक्लियर ब्याट्रीको आवश्यकता पर्छ। यति धेरै समस्या सुन्दा लाग्छ बुध ग्रहमा जानु बेकार छ, तर पर्खनुस्, यहाँ एउटा चमत्कार पनि छ। वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि बुध ग्रहको उत्तरी र दक्षिणी ध्रुवमा यस्ता गहिरा खाडलहरू छन् जहाँ सूर्यको किरण कहिले पुग्दैन। त्यहाँ सधैँ अन्धकार हुन्छ र अचम्मको कुरा, त्यहाँ अर्बौं वर्षदेखि जमेको बरफ छ। होइ, सूर्यको यति नजिक भएर पनि त्यहाँ पानी जमेको अवस्थामा छ। भविष्यमा यदि मानिसले त्यहाँ बस्ती बसाउने हो भने त्यही बरफ पगालेर पानी पिउन र त्यसबाट अक्सिजन बनाएर सास फेर्न सकिन्छ। तर बस्ती जमिनमाथि बसाउन सकिँदैन। रेडिएसन र तातोबाट बच्नको लागि मानिसले जमिन मुनि सुरुङ्ग खनेर सहर बनाउनु पर्ने हुन्छ। यो कुनै साइन्स फिक्सन फिल्म जस्तै हुनेछ, जहाँ मानिसहरू गुफाभित्र कृत्रिम बत्ती बालेर बस्नेछन्। अन्त्यमा प्रश्न आउँछ, यति धेरै दुःख गरेर, यति धेरै पैसा खर्च गरेर ज्यान हत्केलामा राखेर बुध ग्रहमा किन जाने त? किनकि बुध ग्रह हाम्रो सौर्यमण्डलको एउटा खुल्न बाँकी रहस्य हो। यो ग्रहको गर्भमा फलाम र बहुमूल्य धातुहरूको खानी हुन सक्छ। यहाँको अध्ययनले हामीलाई पृथ्वी कसरी बन्यो र ब्रह्माण्डमा जीवन कसरी सम्भव भयो भन्ने कुरा सिकाउँछ। हुन सक्छ आज यो असम्भव लाग्ला, तर कुनै दिन हाम्रा सन्ततिहरूले बुधको त्यो तातो जमिन मुनि बसेर पृथ्वीको नीलो आकाश सम्झिनेछन्। तपाईलाई के लाग्छ, के भविष्यमा मान्छेले बुध ग्रहमा पाइला टेक्ला कि हामी मङ्गल ग्रह र चन्द्रमामै सीमित हुनेछौँ? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नुहोला। भिडियो मन पर्यो भने लाइक गर्न र यस्तै रोचक ब्रह्माण्डको रहस्य जान्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेट्नेछौँ, तबसम्मको लागि नमस्ते।